हजुर 8:30 तिमी आज विन्डोमा परेछ सधैँ हेर्छ विन्डोमा परे सिक्किम यात्रामा होइन अब साथी यहाँ हाम्रो कार्की सर है सिद्धार्थ के अरे नाम प्रफुल्ल भने होइन दार्जिलिङ सिक्किम आयो हेर्दा एन्जल हामी सिक्किम यो बेलामा आउनुमा उहाँको धेरै धेरै ठुलो हात छ मेहनती एकदम मेहनती मान्छे ल यस्तो गाइड पायो भने को चाहिँ जाँदैन होला है सिद्धार्थ स्योर जान्छ सिद्धार्थ स्योर जान्छ गाइड हामीलाई लिने गाडी हाल्छ The Dragon Walk. अहिले धेरै जसो काठमाडौँमा को छ र कोही पनि छैन डल्लै बरफ झरेको बेलामा गान्तोकको त्यो माथि जहाँबाट होटल गरौँ पिकअप गर्नु सक्छ जहाँबाट पनि अब जस्तै उयो म्याक्स आउने त्यो जे 28 मिटर छ यहाँपट्टिको जुन चाहिँ राइट साइडमा देख्नुहुन्छ नि हाम्रो राइट त्यो चाहिँ सिनोल्चो भन्छ हो यहाँबाट त्यो चाहिँ तपाईँको यो राप्तीदेखि जुन चाहिँ एट्याक गर्यो भने नि नेपालले यसको बादमा चाहिँ यो जग्गा ऊपर देख्नुहुन्छ नि यो हिलमा त्यो गाउँहरू देख्नुहुन्छ नि लास्ट त्यो तुमलङ भन्छ त्यो भएको छ क्यापिटल त्यसको बादमा चाहिँ हिउँ नै रहन्छ यार हिउँ पऱ्यो भने चाहिँ दामी हुन्छ क्रेजी हुन्थ्यो ल एन्जलले बनाएको यार सुजन यहाँ चाहिँ हाम्रो अरुण गुरुङजी गाइड कति सानो बोलेको त नि आउँछ यहाँ ठुलै आइरहन्छ क्या यो चाहिँ मलाई ठुलो बोल्ने हो नि यो डाक्टर एन्जल महर्जन जेनरल फिजिसियन पाटन नै धान्दै अनि उहाँ चाहिँ सुन्दरा धान्ने डाक्टर अरुण गुरुङजी भन्नुभयो हेलो अनि उहाँ हाम्रो धादिङ हेर्ने डाक्टर उहाँ हाम्रो भक्तपुर हेर्ने डाक्टर चाहिँ हामीले हिस्ट्री पहिला नेपाल साइडबाट हिस्ट्री पढाएको थियो अहिले चाहिँ सिक्किम साइडबाट नि हिस्ट्री थाहा पाइयो ल यो चाहिँ हाम्रो स्वच्छ पानी ओ यहाँ हो ल ल्याएछ नि अब उसले चाहिँ लिएन अब यस्तो दामी आइरहेको थियो यसमा सिन खिचा खिचा खिचा
सपिङ भन्ने चिज त यो यो मन हिँडिरहेछ। किन्नु लाग्यो टिस्टा आयो, टिस्टा। यो त भक्तपुर एरिया हो नि, यो भक्तपुर एरिया हो क्या। त्यो ठ्याक्कै जोडीपट्टिको पुल आइसक्यो। National Development